गरिहाल्छु केटाहरू म खेलेको छुइनँ हेरेको को कति छ पब्जी त पुरा स्मुथ चल्छ पब्जी नै खेल्छ पब्जी जानेपछि त सजिलो हुन्छ नि पब्जी ओभर स्मुथ छ नि फ्री फायर खेल्ने बुझ्दैन भ्याउनै पाउँदैन कुद्छ स्पिड कुद्छ नजानेर यसमा त अब फिङ्गर बटमले यस्तो पार्नु पर्यो माथि आकाशतिर गर्दा चाहिँ एक जान्छ कि जान्नु ब्यालेन्स अनि आकाशमा केटाहरूले कस्तो हान्छ सक्दैन पब्जी खेल्नु खेलेर क्यारेक्टरहरू नि अलिक कार्टुनै जस्तो हुन्छ हौ पुरा फुल बडी देखाउँछ नि त अलग्गै हुन्छ पब्जीमा पनि त देखाउँछ तर क्यारेक्टरहरू कहाँ देखाउँछ फुल बडी देखाउँछ नि पब्जीमा खुट्टादेखि देखाउँछ नि किन देखाउँदैन देखाउने माथि उयो छ देखाउँछ अहिले पहिल्यैदेखि देखाउँछ त्यसरी फुटैदेखि देखाउँछ फेरि त्यसै मजा हुँदैन तेरो छाया पनि देखाउँछ यहाँ छाया पनि देखाउँछ पुरा देखायो कि खेल्नु मजा हुँदैन पब्जीमा हेर्दा छाया मस्तो खेल्नु चाहिँ मोबाइलले मजाले डाउनलोड गरेर चाहिँ पिङ्की फेरि आएछ मोबाइल चाहिँ खेल्नु यस्तो पो यो त पुरा माउन्टेन क्लाइम्ब खेल्ने ब्रो खतरा हाम्रो चाहिँ ड्राइभर भएर ड्राइभर छिटो ड्राइभर सिक्ने रहेछ छिटै अब त पुरै भएको छैन नि टाटा कुदाएकोदेखि पुरा भएको रोड गाडीहरू उडाइरहेको दुईतिर त लोड गाडी कुदाएको देखिन सस्ती अहिले त्यो मेन पर्ने उकालो ओह्रालोमा बाबुले यस्तो खान्छ लुते कहाँ छ साझै उकालोमा मारमदेखि त्यो मक्खनदेखि उकालो छैन अहिले उकालो सक्यो त्यहाँ कहाँ कहाँ गयो भने राम्रो हुन्छ उडाउनु नजाने खोला जिम्नो खोला खोला नजाने केटा हो ब्रोइलर र हाँस मिल्दैन नि त तर ब्रोइलर छिटो लाग्छ पोलपाल गरेर लु जो ब्रोइलर लगेर जाउँ न त अनि के छ र सात यो अहिलेको मेरो 4 सालको पहिलाको थियो आर्टी मोटे 1 साल बुढी कहाँ गयो अरे हाउडे यो अहिलेको 7 साल भएको लु त्यो त ढुडी कला दिएको यसले किट लिएको थियो नानीको आमा लिएको रहेछ एउटा नानीको आमा लिएको यसले ती पोस्ट दिनु साथ बच्चा
जारभन्दा ज्यादा खाइसक्यो त पकाएर अनि राखिसक्छु खतम Double takedown. 7 राउन्ड जितिसकेको छ नि खतरा हान्छ हेडसट हान्नु चाहिँ कति गोली मिल्छ यति गोली मिल्छ कस्तो स्पिड चलाउँछ सिक्किम 9 राउन्ड सकिरहेछ यसको गाडी चलाउँछ कि सिक्किमको गाडी पेसेन्जर गाडी फ्री हुँदा खेल्छ खतरा खेल्छ त्यो हेर्नु भने स्पिडै चलाएको देख्छ होइन है म आफूले खेल्दा नि मैले खेल्दै आउड्यो हुनु त पब्जी खेल्दा रिकल हुन्छ है छाया सबै हुन्छ मतलब भित्रै घुसी कस्तो हान्छ हेर्न यसलाई अर्कोले हान्नु खतरा हेर्ने खतरा हान्छ कहाँ जाने फोन त जति पब्जी खेल्नु चाहिँ Double takedown. डाँडा पर नक भएछ मलाई गर्छ नि यहाँ आइछ त मेरो लैजाऊ 20,000 मा बेच्ने भनेको 7 महिना मात्रै हुन्छ टेम्पर किन्दा किन्दै भिखारी हुन्छ फेरि यसको टेम्पर र डिस्प्ले फेर एउटा फोन हुन्छ डिस्प्ले त फुटेको छैन नि त केटा टेम्पर फुटिहाल्यो नि 200 भयो मैले टेम्पर फेरेको अब फेर्दिनँ मेरो त्यही भएर त अप डाउन हुन्छ मिलेको छैन आधी मात्रै हाल्दैछ First doom. मिल छैन हौ तल पनि आधी छ माथि पनि आधी खोलेर अर्को लाउँछ नि त यसको त अनि साह्रो छ नि त तर यस्तो टेबल बिगार्ने चाहिँ दोहोरो लस पर्छ उनीहरू पनि त बिगारेको दाम दिने हो अब है यसको मुभमेन्ट त कडा रहेछ साथीको नयाँ फोन देखाउनु थाल्यो त Double takedown. मेरो पनि घटेछ 33 मात्रै छ अहिले त मेरो यस्तो घटेको छ मेरो मैले